जय गोर्खा, जय नेपाली। भारतमा बस्ने सम्पूर्ण नेपालीहरूलाई आज गर्वको दिन हो। किन भन्नु त आज 1992 साल 20 अगस्तको दिन भारतमा नेपालीले मान्यता पाएको थियो, आफ्नो भाषामा स्वीकृति पाएको थियो सांविधानिक रूपमा। आज भाषा दिवस 20 अगस्त हामी गर्व छौँ त्यो व्यक्तिहरूप्रति जो व्यक्तिले हाम्रो भारतमा नेपाली भाषालाई स्वीकृति 8औं नम्बर सूचीमा सामेल गराउनका लागि लड्नुभयो। त्यसको लागि धेरै धेरै उहाँहरूलाई सम्मानको साथमा याद जताउँदै हामी उहाँहरूलाई धन्यवाद दिन्छु। आज हाम्रो यो पिढीको लागि हजुरहरूले लडिदिनु भयो। आज भारतको संविधानिक सूची भाषा सूचीमा 8औं नम्बर लिस्टमा 8औं नम्बर संविधान सूचीमा हामीले मान्यता पाएको दिन हो 20 अगस्त, र हामीले बिर्सिनु हुँदैन यो जिनिस। र यस भाषाको लागि ककलले आफ्नो त्याग र तपस्या र बलिदान दिएको हुनुहुन्थ्यो। म आउनुहोस् तपाईहरूलाई भन्न चाहन्छु, आनन्द सिंह थापा जो हरियाणाको हुनुहुन्थ्यो, जागृत गोर्खाको सम्पादक पनि हुनुहुन्थ्यो। उहाँले 1956 सालमा पहिला भारतको राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादजीलाई प्रस्ताव राख्नुभएको थियो नेपाली भाषालाई मान्यता पाउनुपर्छ भनेर। त्यसपछि दिलकुमारी भण्डारीजी जो पूर्व सांसद हुनुहुन्थ्यो, उहाँले लोकसभामा मजबुतीले बिल पास गर्नुभएको थियो कि हाम्रो नेपाली भाषालाई मान्यता दिनुपर्छ भनेर। त्यससाथै पूर्व सीएम नरबहादुर भण्डारीजीले राजनीतिक रूपमा यसलाई बढावा दिएर यसलाई चर्चित बनाउने काम पनि गर्नुभयो। त्यसै गरी आनन्द पाठकजी पनि हुनुहुन्थ्यो, रतनलाल ब्राह्मणजी हुनुहुन्थ्यो, आरबी राई हुनुहुन्थ्यो। सबले आफ्नो भूमिका निभाएर आज नेपाली भाषालाई हामी 35वां स्वीकृति दिवस र नेपाली भाषा दिवस पनि मान्ने गर्छौँ। त्यसै गरी यो जानकारीहरू छोटो छोटो हुनसक्छ, हाम्रो नेपालीको इतिहास अलिक सानै हुनसक्छ भारतवर्षमा भए पनि हाम्रो यही इतिहासहरू हाम्रो सञ्जीवनीको काम गर्नेछ। हाम्रो यो इतिहास हामीले बिर्सिनु हुँदैन भन्दै जय गोर्खा, जय हिन्द, जय नेपाली।